जीवनमा यो तीनवटा कुरालाई कहिले पनि सानो नसम्झिनुहोस्। यदि यो तीनवटा कुरालाई तपाईले सानो सम्झेर जीवनमा अगाडि बढ्नु भयो भने जीवनको एउटा कालखण्डमा गएर टाउकोमा हात राखेर भगवानलाई तपाईले सम्झिँदै धुरु धुरु रुनुपर्ने छ आदरणीय बन्न। यो तीनवटा कुरा के होला जसलाई हामीले सानो सम्झिनु हुँदैन? पहिलो हो ऋण। कति साथीहरूले भन्नुहुन्छ पैसा कमाइहालिन्छ नि, जीवनमा किन आत्या यार, यति त यसो यताउता खोजौँला, यसो गरौँला, तर उसले गरे जस्तो चाहिँ गर्नुपर्छ। उसले जिएको जीवन जस्तो, उसले खाएको खाना जस्तो, उसले लगाएको लुगा जस्तो, उसले यापन गरेको जीवन जस्तो मैले किन गर्न सक्दिनँ, हामीले किन गर्न सक्दैन भनेर आफ्नो क्षमता भन्दा बाहिर गएर अरूसँग सापटी लिएर, अरूसँग ऋण लिएर पनि अरूले गरेको जस्तै गर्ने व्यक्तिहरू हाम्रो समाजमा प्रशस्तै मात्रामा छन् र जसको कारणले उनीहरू एक दिन धुरु धुरु रुन पनि बाध्य बनिरहेका छन्। हामीले सानैदेखि सुन्दै आयौं, पढ्दै आयौं, जीवनमा आफ्नो घाँटी हेरेर हाँड निल्नुपर्छ। घाँटी सानो छ, हाँड ठुलो भयो भने अड्केर मर्दछौं। त्यसकारणले यसको अर्थ के हो भने हामीसँग जति क्षमता छ, हामीले जति कुरा गर्न सक्छौं त्यति नै गर्नु जरुरी हुन्छ। अरूले के गर्यो, अरूले के खायो, अरूले के लायो, अरू कसरी हिँडिराखेको छ, अरू कहाँ कहाँ घुम्न गए भन्दा पनि म के हो, मैले के गर्नुपर्छ, मेरो क्षमता के हो, मेरो दक्षता के हो, मेरो सिप के हो, अथवा मैले कतिसम्म खर्च गर्दाखेरि मेरो जीवनमा भोलि अप्ठ्यारो परिस्थिति आउँदैन भनेर सोच्नु एकदमै जरुरी हुन्छ। हेर्नुहोस्, धेरै साथीहरूको आज जीवन बर्बाद भएको छ। कारण के हो भने आफ्नो क्षमता भन्दा बढी अरूसँग ऋण लिएर कुनै पनि काम गर्ने, कुनै पनि मनोरञ्जनमा खर्च गर्ने, अथवा कुनै पनि जीवनको यो कालखण्डमा अरूसँगको लिएको सापटीले जीवनयापन गर्ने र ऋणसँग डराउँदै नडराउने व्यक्तिहरूको जीवन आज कयौं मानिसहरू जीवन बर्बाद भएको छ। उनीहरूको मनमा के हुन्छ भने तिरौला नि त एक दिन, भइहाल्छ नि, कमाइहालिन्छ नि, उसले त ऋण गरेर यसो यसो गर्यो, ऊ त्यहाँ पुगेको छ। आदरणीय मन, म तपाईँलाई के भन्छु भने अरूले कसरी जीवनयापन गर्यो, अरूको जीवनमा के भयो त्यस्तै तपाईँको जीवनमा हुँदैन। अरूको कपी गर्न थाल्नु भयो भने तपाईँ न यताको न उताको हुनुहुन्छ। त्यसकारण ऋणसँग सदैव डराउनुहोस्। म भन्छु, फेरि पनि रिपिट गर्छु, ऋणसँग यदि तपाईँ डराउनु भएन भने तपाईलाई एक दिन जीवनले डराइदिनेछ। हेर्नुहोस्, ऋणबाट टाढै बसेको राम्रो। ठिक छ, सानोतिनो आफ्नो क्षमता अनुसार मैले कसैसँग यति पैसा लिएको छु, मैले यो तरिकाबाट तिर्न सक्छु भन्ने तपाईँमा आत्मबल छ भने ऋण लिनु जरुरी हुन्छ। तर बाटो नै छैन, कसरी तिर्छु भनेर तपाईँले सोच्नै सक्नु भएको छैन, तर अरूलाई देखाउनको निमित्त अरूको लहै लहैमा अरूले गरेको जस्तै गर्नको लागि र अरूले खाएको, लाएको, हिँडेको जस्तै गर्नको निमित्त कसैसँग ऋण लिएर तपाईँले केही गरिराख्नु भएको छ भने होशियार हुनुहोस्। म फेरि भन्छु, ऋण लिनु नराम्रो होइन, तर आफ्नो क्षमता अनुसार ऋण लिनुहोस्। मैले कसैसँग 5 लाख ऋण लिएको छु भने मैले महिनामा यति यति कमाउँछु र मैले 1 वर्ष 2 वर्ष कहिलेसम्म तिर्न सक्ने हो, त्यो कुरा आफूलाई पहिला कन्भिन्स गर्नुहोस्। आफूले आफूलाई कन्भिन्स गर्नुहोस्, म सक्छु यो ऋण लिन। तपाईले क्षमता भन्दा बाहिर गएर ऋण लिनु भयो भने तपाईको जीवनमा हानि हुन्छ। त्यसकारण ऋणसँग जहिले पनि डराउनुहोस्। अर्को हो, डराउनु पर्ने जीवनमा शत्रु अथवा जीवनमा सानो सम्झिन नहुने कुरा भनेको शत्रु हो। शत्रुलाई कहिले पनि सानो नसम्झिनुहोस्। यसले त के गर्न सक्छ र, अथवा यो त मभन्दा कमजोर छ भनेर कहिले पनि नसम्झिनुहोस्। शत्रुले तपाईलाई कतिखेर यसलाई निचो बनाऊ, कतिखेर यसलाई कमजोर बनाऊ, कतिखेर यसलाई धोका दिऊ, कतिखेर यसलाई यसको जिन्दगी बर्बाद पारौ भनेर ढोकेर बसिराखेका हुन्छन्। त्यस्ता शत्रुहरूलाई कहिले पनि सानो सम्झने गल्ती नगर्नुहोस्। शत्रुबाट सदैव होशियार रहनुहोस्। तपाईको जीवन जति बेला पनि तपाईको ती सम्बन्धित शत्रुहरूले बर्बाद पारिदिन सक्छन्। हामीले जीवनमा सानो सम्झिनै नहुने अर्को कुरा भनेको के हो? शत्रु रहेछ। र तेस्रोमा हो, सानो सम्झिनै नहुने कुरा के होला भन्नुहोस् त?
म भन्छु तपाईँलाई जीवनमा सानो सम्झिनै नहुने तेस्रो कुरा भनेको रोग। हेर्नुहोस्, रोगभन्दा ठुलो कुरो यो संसारमा र डरलाग्दो भयङ्कर कुरा के होला? म स्वस्थ छु, म तपाईँसँग यसरी कुराकानी गर्न सकेको छु। हाम्रो सन्दीप भाइ स्वस्थ छ, मेरो भिडियोलाई राम्रोसँग खिच्न सकेको छ। तपाईँ स्वस्थ हुनुहुन्छ, मेरो भिडियोलाई मजाले आनन्द लिएर सुनिराख्नु भएको छ। म बिरामी भएँ, मलाई यता दुखिरहेछ, उति दुखिरहेछ, टाउको दुखिरहेछ, शरीर गलिरहेछ, म यसरी बोल्न सक्छु? मेरो शरीर यस्तो हुन्छ। मेरो क्यामेराम्यान भाइ सन्दीप हुनुहुन्छ, उहाँ पनि अस्वस्थ हुनुभयो भने यसरी मेरो भिडियोलाई राम्रोसँग खिच्न सक्नुहुन्न। तपाईँ पनि रोगी हुनुहुन्छ, तपाईँलाई कुनै रोगले सताइरहेको छ भने मैले बोलेका कुरा तपाईँलाई इरिटेट लाग्छ। कति भने के बोलिरह, वाक्का लाग्छ, के सुन्नु भने जस्तो लाग्छ। त्यसकारण रोगलाई कहिले पनि सानो सम्झने गल्ती नगर्नुहोस्। सानोतिनो रोग तपाईँलाई लागेको थाहा हुनासाथ समयमा उपचार गर्नुहोस्। अहिले त अझ समय समयमा होल बडी चेक गर्नुपर्छ भनिन्छ नि, होइन? वर्षको एकपटक भने पनि आफ्नो शरीरलाई राम्रोसँग चेक जाँच गर्नुहोस्, जसको कारणले जीवनमा पछाडि ठुलो समस्या नआओस्। रोगलाई कहिले पनि गरौँला नि पछि उपचार, दुख्न त दुखिया छ, पछि जाउँला हस्पिटल, अथवा इग्नोर गर्ने काम नगर्नुहोस्। जब शरीरमा रोग लाग्छ तब जीवनमा कुनै पनि सृजनात्मक कामहरू गर्न सकिँदैन। शरीर दुखिरहेको हुन्छ, अरू केही सोच्नै सक्दैन। यता दुखिरहेछ, कोहीसँग भेट्न मन लाग्दैन, कोहीसँग कुराकानी गर्न मन लाग्दैन, कसैको नजिक हुन मन लाग्दैन, कोही बोलेको पनि झर्को लाग्छ, होइन? रोग लागिसके पछाडि सृजनात्मक काम त ठप्प हुने भयो नि त। त्यसकारणले म तपाईँलाई के भन्छु भने रोगलाई कहिले पनि सानो नसम्झिनुहोस्। आज मैले 3वटा कुरा भने, जीवनमा 3वटा कुरालाई कहिले पनि सानो नसम्झिनुहोस्। पहिलो हो ऋण, ऋणदेखि एकदमै डराउनुहोस्, आवश्यकता र आफ्नो क्षमता अनुसार ऋण लिनुहोस्। दोस्रो भनेको शत्रु, शत्रु कहिले पनि साना हुँदैनन्, यिनलाई सानो नसम्झिनुहोस्। कति बेला तपाईँको जीवन बर्बाद पारौँ भनेर लागेका हुन्छन् भने त्यस्तै गरी रोगलाई पनि सानो सम्झिने दुष्प्रयास जीवनमा कहिले पनि नगर्नुहोस्। म तपाईँ सँगसँगै छु, मलाई